खाना बिहानदेखि सुत्ती कान्न गएका बेलुका 4 बजे आया घर आएर त्यही व्यापारी म पनि व्यापारी हुँ जरबुटीको भन्नुभयो फोन गर्नुभयो व्यापारी त रहेछ त आइग भनिकन हतारले ओकरे नास्ता पानी केही पनि नखाएर 4 बजे तल गएर 4 बजे पुलती छेप्के भन्ने ठाउँमा पुलती गएर लखेट्या दुईजनाले आउट दुईजनाले नलगाएर गइकिन ती दुईटा लगेपछि श्रीमानले 3 जना त लुगुलबु लागिसकेपछि यताबाट फेरि ड्रेस लगाएको मान्छे बागचारी गएर 4 जना लागेर मेरो श्रीमानलाई भेरिहालिसकेपछि अनि पाखा उत्तिसकेको थियो अरे उत्तिसकेपछि पारीकोट गइकन फेरि ढुङ्गा टिलो गरिकन लखेटिन गाह्रो हालिकन चोपिकन यिनीहरू फिर्ता भए माथि एउटा बच्चा नि 11-12 वर्षको बच्चा छ त्यही बच्चाले भेर चराउन गएको बच्चालाई देखेर अनि उसले भोलिको बिहान 8-9 बजेतिर करबाट खबर गरे म पनि सुत्ती कान्न आथे घरबाट फेरि मलाई खबर गर्नुभयो र म तबाट धादा त उदो आइसके आएपछि यहाँ म न्याय पाऊँ भनिकन चौकी सब जनताभरि झरिसकेपछि न्याय पाउँछु कि भनेर जिपर्कामा आछु जिपर्कामा अहिलेसम्म 4 बजीको त्यो जिपर्काले अहिलेसम्म न्याय छैन के गर्ने हो के उ गर्ने एउटा न्याय पाऊँ न्याय दिलाउँछिन् कि भनिकन अझसम्म न्याय पुगेको छु अझसम्म न्याय छैन मैले के गर्ने हो त शुक्रबारको दिन शनिबार दिन लास भए त अब जो लास भयो नि साथ भयो नि त अझसम्म पिराउनु पर्ने हो त उनीहरू त अझसम्म पिरा छैनिन् अनि कति घरबाट 4 बजे निस्किनु भएको अनि 4 बजे निस्केर 5 बजेतिर अनि छेप्के भन्ने ठाउँमा एउटा कटेज पनि छ घुम्ती पनि छ त्यो ठाउँमा मेरो दाइ झरिसकेपछि अनि त्यो ठाउँ घुम्तीबाट भित्रबाट 2 जना आउट ड्रेसमा मेरो दाइलाई समातिसकेपछि मेरो दाइ 3 जना लुगुल लागिसकेपछि अनि उता अदुल्लो भन्ने ठाउँमा बाइक राखेर 2टा पुलिस अनि ड्रेस लगाएको बसेको रहेछन् अनि हाम्रो आफन्तै मान्छेले यथार्थ देखेका छन् पुलिसहरूलाई त्यहाँबाट अनि बाइकमाथि आएर उहाँलाई मेरो दाइलाई खेदाएर भेरीमा हालिसकेपछि मेरो दाइ भेरीभित्र गएर पनि उत्रिनु खोज्नु भएको थियो अरे उता निस्किन सक्नु हुन लाग्नु भएको थियो अरे फेरि 2टा पुलिस 3टा यता बसेर एउटा फेरि पुलबाट उता गएर फेरि उताबाट फेरि मेरो दाइलाई अनि भेरीमै हाले अरे भेरीमा हालिसकेपछि हाम्रो एउटा सानो बाबु छ 11 वर्षको छ अनि त्यो बाबुले अनि त्यहाँदेखि उता बगिसकेपछि मैले देखेन अनि पुलिसहरू अझै त्यहाँ बगेको अझै 20-30 मिनेट भन्दा नि बढी नै होला अझ तल गएर उनीहरू फर्केका छन् मान्छेहरू उनीहरू फर्केर पनि हामी त्यही बाबुको हामी त अब हाम्रो दाइ पहिल्यैदेखि जडीबुटी व्यवसाय गर्नुहुन्थ्यो अरू व्यवसाय हामीलाई थाहा छैन मेरो दाइ जडीबुटी व्यवसाय गरेर अनि फर्किने क्रममा अनि उही बाबुको बहिनीबाट हामीले यथार्थ कुराहरू हामीले यी बाबुकै कारणले नत्र हामीले के थाहा पनि हुन्थेन ऊ भन्नु डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 5 स्थित छेप्का भन्ने ठाउँमा सुरक्षाकर्मीहरूले चेक जाँच गर्ने क्रममा त्यहाँको एउटा स्थानीय व्यक्तिलाई चेक जाँच गर्ने क्रममा त्यो चाहिँ भागेर गएको अनि भागेर जाँदाखेरि चाहिँ त्यो मान्छे प्रहरीले त्यहीँबाट छोडेर गएको र पछि त्यो मान्छे सम्पर्क नआएको कारणले स्थानीय व्यक्तिहरूले उहाँ गएर प्रहरी चौकीमा तोडफोड गर्न लाग्नु भएको थियो सामान्य त्यहाँ तोडफोड भएको छ र त्यो घटना सम्बन्धमा छानबिनी समिति पनि गठन भइसकेको छ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट र यसमा चाहिँ एसपी साहबको संयोजकतामा 3 सदस्यीय अनुसन्धान समिति गठन भइसकेको छ र ती कुराहरूलाई चाहिँ पीडितको मागलाई ध्यानमा राख्दै र कानुनलाई ध्यानमा राख्दै र त्यतिखेर जुन चेक जाँचमा रहेका प्रहरी साथीहरूलाई ल्याएर हामीले प्रहरी निगरानीमा राखेका छौँ र त्यो जुन ठाउँमा घटना घट्यो जुन इलाकाले हेर्नु त्यो ठाउँका प्रहरीहरूलाई हामीले बोलाएका छौँ र त्यहाँ नयाँ प्रहरीहरूलाई पठाइसकेका छौँ र त्यसपछि हामीले यो मान्छे बेपत्ता भएको
त्यो व्यक्तिलाई चाहिँ खोज तलासको लागि चाहिँ 3टै सुरक्षा निकायहरूको संयुक्त खोज तलास टोली गएको छ, गोताखोर टोली गएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरूको टोली र स्थानीय व्यक्तिहरूको खोज तलास जारी छ र हामीले पीडित पक्षसित चाहिँ वार्ता गर्नको लागि चाहिँ त्यो तयारी गरिरहेका छौँ। हामीलाई अहिलेको अलिकति समस्या भनेको चाहिँ त्यो हराइरहेको मान्छे व्यक्ति फेला नपरिसकेको अवस्थाले गर्दाखेरि चाहिँ अरू प्रक्रियाहरू चरणबद्ध रूपमा हामीले जिल्ला सिडिओ कार्यालयले अब सुरक्षा समितिले गर्ने कुराहरू चाहिँ नियमित रूपमा चरणबद्ध रूपमा काम गरि नै रहेका छौँ र पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाहीको दायरामा ल्याउने कुरा हाम्रो प्रतिबद्धता छ भन्ने म यहाँहरूले सबैलाई जानकारी गराउन चाहन्छु।